नमस्ते। आज 2083 साल वैशाख 14 गते सोमबारका मुख्य समाचारहरूमा यहाँलाई स्वागत छ। आजका प्रमुख 20 अपडेटहरू यस प्रकार छन्। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सुशासनका लागि कडा कदम चाल्दै आज प्रतिपक्षसँग छलफल गर्दैछ। वैशाख 17 गते दते संसदको बजेट अधिवेशन बोलाइएको छ। काठमाडौँका नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यले आज तीव्रता पाएको छ। सरकारले वास्तविक सुकुम्बासीलाई स्थायी आवास दिने प्रतिबद्धता जनाएको छ। एसियाली विकास ब्याङ्कले नेपालको आर्थिक वृद्धि दर 2.7%मा खुम्चने प्रक्षेपण गरेको छ। वार्षिक 100 अर्बको डायस्पोरा लगानी ऋणपत्र जारी गरिने भएको छ। ऊर्जा रणनीति 2083 मार्फत 10 वर्षमा 24,500 मेगावाट बिजुली उत्पादन गर्ने र प्रति व्यक्ति खपत 1,500 युनिट पुर्याउने सरकारको योजना छ। भोलि वैशाख 15 गतेदेखि देशभर विद्यालय भर्ना अभियान सुरु हुँदैछ। विश्वविद्यालयहरूलाई राजनीति मुक्त बनाउन स्टुडेन्ट काउन्सिल गठन गरिँदैछ। सीमामा 100 रुपैयाँ भन्दा बढीको सामानमा भन्सार शुल्कको विरोधमा तराईमा आन्दोलन चर्किएको छ। अमेरिकी सेनाले नेपाललाई 6 वटा हेलिकप्टर दिने भएको छ। नेपाल कबड्डी लिगका लागि 84 खेलाडी छनौट भएका छन्। यता मुस्ताङमा एक पर्यटकको मृत्यु भएको छ भने धादिङमा इभी माइक्रोबस दुर्घटना भएको छ। रातो मच्छिन्द्रनाथको रथ लगन खेल पुगेको छ। आज मोहिनी एकादशीका अवसरमा विष्णु मन्दिरहरूमा भिड लागेको छ भने बुद्ध जयन्तीको तयारी पूरा भएको छ। आजका लागि मुख्य समाचार यति नै। थप जानकारीका लागि हामीसँगै रहनुहोला। धन्यवाद।